चाहिँ बाहिरको इन्टरफेस पुरै जलेछ यो कालो धुवास अब हामी भित्र जान्छौँ पुरै भित्र यो चाहिँ भित्र है भित्र यो ढोका चाहिँ सब खरानी भयो यो सब माथिको कम्प्युटर पनि थियो सब जल्यो कसको मूर्ति छ यो मूर्ति पनि ढल्यो सो अहिले चाहिँ म फाइनल्ली अकालादेवी मन्दिरमा आइसकेँ यहाँ चाहिँ सो यो मन्दिर चाहिँ यही हो होइन ठ्याक्क मन्दिरमाथि आइसकेँ म मन्दिर त्यस्तो दामी छ अनि यहाँ चाहिँ सो फाइनली मैले टिका पनि लगाइसकेको छु अनि भर्खरै टिका लगाएर आइसकेँ अनि सो सबैलाई फेरि पनि ह्याप्पी दसैँ भन्न चाहन्छु अनि अब हाम्रो चाहिँ अब यता हाम्रो परिवारतिर चाहिँ के छ भन्दाखेरि हाम्रो यो अचार भइहाल्यो है देख्न सक्नुहुन्छ अचार अनि यहाँ भात त्यसपछि यो त भइहाल्यो भात त्यसपछि यो हाम्रो मटनको चाहिँ बुटुवा त्यसपछि यो हाम्रो मटन ग्रेभी भइहाल्यो हाम्रो चाहिँ पुरै मटनै छ अनि यो मटन झोल त्यसपछि यो चाहिँ कोक भइहाल्यो सो सबैलाई फेरि ह्याप्पी दसैँ भन्न चाहन्छु अनि चाहिँ म आँखा अगाडि 8000 फिटको बेलुका हालिदिउँ भनेर हामी चारजना फोटो चाहिँ खिच्दैन त्यसैमा यता धम्जा होइन यतातिर चाहिँ धम्जा साइड अनि यो चाहिँ धौलागिरी हिमाल अगाडिको अनि यो माछा पुछ्रे त्यो अन्नपूर्ण ट्याक्क बिचमा होइन यो अन्नपूर्ण यो माछा पुछ्रे है यो चाहिँ 8000 फिटमा पर्ने हिमाल यो पनि 8000 फिटमा पर्ने हिमाल काठमाडौँ दरबार स्क्वायर रोडबाट भित्र सिरिज नलाग्यो है अब हामी जाने चाहिँ यहीँबाट टक्क एयरपोर्टबाट जानु लाग्यो ल त्रिभुवन इन्टरनेसनल एयरपोर्ट सो फाइनल्ली अहिले नारायण हिटी आइसकेको रहेछ अनि पहिला त 5 बजेसम्म बन्द हुन्थेन तर अहिले चाहिँ 5 बजे ठ्याक्क यति बजे चाहिँ बन्द भइसक्दो रहेछ अनि 2 बजे नै बन्द हुँदो रहेछ टक्क अब फेरि भोलि आउनु भन्ने कुरा भयो नारायण हिटी सो आज चाहिँ बाहिरबाट फोटो खिच्यौँ यस्तो बगाल छ काठमाडौँ सिटी है नारायण हिटी दरबार आएको अनि नारायण हिटी टक्क भित्र घुमियो अनि यहाँ चाहिँ चेकहरू क्यामेराहरू सब प्रोभाइडेड रहेछ नारायण हिटी यस्तो बगाल है नारायण हिटी राजाको पुरै घुम्यो अनि त्यहाँ भ्यू देख्न सक्नुहुन्छ यस्तो बगाल छ है म चाहिँ एयरपोर्ट आइसकेँ अब यहाँबाट एकछिन कुर्नुपर्छ पुरै एयरपोर्ट लाइन अब यहाँबाट माथि जानु लाग्यो तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ मायालाई सिलबन्दी हा हा हा
जाम देख्न सक्नुहुन्छ यस्तो धेरै जाम छ लास्टै अनि नारायण भिटीबाट चाहिँ टक्क आइरहेको यस्तो जामै जाम छ है जामै जाम यो चाहिँ बराही त्यहाँबाट गाडी चढ्नुपर्छ Hey man, what's your game today? Nice game. You are staying. नमस्कार व्यक्त गर्न चाहन्छु बीबीसी भिडियो भ्लग हेर्दै हुनुहुन्छ सबैले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला सबैलाई थ्याङ्क यू यहाँ रोनेको कि हो माया रमेको हो दोष यहाँ रोनेको कि हो माया रमेको हो दोष झ्याम झ्याम पनि गाउनु है नमस्कार व्यक्त गर्न चाहन्छु बीबीसी भिडियो भ्लग हेर्दै हुनुहुन्छ सबैले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला सबैलाई सो फाइनल्ली साथीहरू पूजा पनि भइसक्यो देख्न सक्नुहुन्छ अनि मैले चाहिँ किताबहरूलाई पनि पूजा गरेँ मैले जति जाने थिएँ साथीहरू त्यति नै गरेँ अनि यहाँ अगाडि स्क्रिनमा सरस्वती माताको फोटो राखेर यसरी पूजा गरेँ अनि यहीँ भ्याइयो अनि अब चाहिँ स्कुल पनि जाने हो एकछिनपछि स्कुल जानुपर्छ अनि तपाईँहरूलाई यदि आजको भिडियो अहिलेसम्म भिडियो मन परेको छ भने प्लिज तल लाइक गरिदिनु होला र मबाट केही बुझ्नु कुराहरू भए एकैपटक अन्त्य गरेर विधिको शासन स्थापना गरियो भने सबैका गुनासाहरू गइरहने छैनन् आफ्ना मागहरू तपाईँका माग होइन तपाईँको अधिकार हुन् अधिकारलाई अधिकार जसरी दिलाएरै छोड्ने वचन म तपाईँहरूलाई व्यक्त गर्न चाहन्छु म एउटा कुरा बताउँछु यहाँका सबै स्थानीय मुद्दाहरू पनि छन् एउटा कुरा अस्पतालको विषय भन्नुभयो तपाईँले यहाँको मात्र होइन यो देशको हरेक कुनामा धनी होस् या गरिब सबैले खल्तीमा पैसा भए पनि खातामा पैसा भए पनि नभए पनि बाँच्न पाउनुपर्छ सङ्कल्प पुरा गर्नको लागि हामीले मतदान गर्ने दिन फागुन 21 गते छ फागुन 21 गते यहाँहरूले विधेयक पुर्याइदिनु पर्नेछ हामीलाई सधैँभरि युवालाई वेटिङ लिस्टमा राखियो तर राष्ट्रले हार्दिक अनुरोध चाहिँ अपिल गर्न चाहन्छु जय गन्ती बजार जान लागेको यस्तो गयो आमा रसबाको आब्बी ल साथीहरू हामी पनि हिँडिरहेको छ आब्बा ल दादा आमा जय घन्टे यसरी हेर्नु त साग कस्तो लपक्क साग फलेको छ आहा तरकारीको नाम के हो भन्नुहोस् त है कमेन्ट गर्नु होला है यसको नाम के हो साल विवाह हेर्न सक्नुहुन्छ है यस्तो दामी छ मौसमै पानी परिरहेको थियो 2-3 दिन अगाडि अहिले चाहिँ पुरा सफा छ हेर्न सक्नुहुन्छ टप 10 मा छैन ए गाइस सो फाइनल्ली टप 11 मा आएको छु साथीहरू 11 नम्बरमा मेरो 3.73 जिपी आएको छ सो फाइनल्ली सो अनि हामी चाहिँ यहाँ पहाडपट्टिको एरियामा चाहिँ यसरी हुन्छ नि ल्यान्डलाई वेस्ट नगरिकन चाहिँ यसरी तरकारीहरू चाहिँ रोपिरहेको छौँ है अनि किनभने आफूले पढाएको अर्ग्यानिक तरकारी खाना चाहिँ एकदम होइन अहिले चाहिँ बजारहरूमा पनि एकदमै विषादी तरकारीहरू हुन्छ सो यसरी घरमै चाहिँ फलायो भने आफ्नो भएको ल्यान्डमा चाहिँ अलिकति फलायो भने चाहिँ यो चाहिँ लास्टै बेनिफिट्स हुन्छ सम्पूर्णमा नमस्कार तपाईँलाई फेरि पनि स्वागत छ यो विशेष भ्लगमा आज वैशाख 1 गते 2082लाई हामीले पार गरेर 2083मा टिकिसकेका छौँ यो क्षणमा म
तपाईँहरूलाई देश विदेशमा रहनुहुने सम्पूर्ण दर्शकहरूलाई नयाँ वर्षको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। गत वर्ष 2082 निकै अविस्मरणीय रह्यो तपाईँहरूलाई पनि र मलाई पनि रह्यो, तपाईँहरूलाई पनि रह्यो होला र तपाईँहरूले साथ सपोर्ट दिनुभयो मलाई। अब तपाईँले पोहोर साल तपाईँहरूले होइन थुप्रै ठाउँहरू भ्रमण गर्नुभयो होला, नयाँ कुराहरू एक्सपिरियन्स गर्नुभयो होला। अब आउने वर्ष 2000 यो वर्ष 2083मा पनि तपाईँहरूले त्यसरी नै अझ शान्ति, खुसी, सुख पाउनु होला अनि तपाईँहरूले थुप्रै मेमोरिजहरू बनाउनु होला है। अनि मलाई साथ सपोर्ट दिइरहनु होला। सम्पूर्ण BBC फ्यामिलीलाई ह्याप्पी न्यू इयर।